अर्कै सङ्सु यार भ्याउनु भयो तपाईले त के रे साउन्ड चुजर सकाइसक्यो काजीवाला साउन्ड त सब सक्यो गाजीवाला त कुन वाला बनाउनु त नि अब तिमीले छुट्टा न म हालिहाल्छु नि यो पागल काजी बन्नु हजुर म काजी भन्छु फेरि 1 सेकेन्ड मेरो भाइ अब त्यतिकै टाइगर टपबाट तलसम्म झर्नु पर्यो विजयपुरको तल पश्चिमतिर त न हेडक्वार्टरसम्म नेपाल आर्मीको मेरो भाइहरू आउँदैछ है माथिबाट टक्क हाम्रो चाहिँ अपिलको आज सेट है माथि मैले चाहिँ मुनिदेखि ल्याउन सकेन भिडियो बनाउँदै अहिले चाहिँ हामी चाहिँ टक्क माथि टाइगर टपको यो स्कुल लिएर हामी आएर हामी चाहिँ मस्त अपिल सेट हान्दैछौँ यो चाहिँ टक्क है आज भाइहरूलाई चाहिँ छोटो मिठो हान्छौँ हामी चाहिँ सधैँ यो चाहिँ पक्का बी ग्रुप हो है ए र सी ग्रुप चाहिँ माथि गइसकेको छ यो चाहिँ बी ग्रुप हो बी ग्रुप चाहिँ म्याक्सिमम् पश्चिमेली प्लस पूर्वेली मैले चाहिँ मिक्सअप बनाउँछु कि फेरि पनि भाइहरू माथि जाँदैछ हाम्रो अपिलको चाहिँ यो रेपुटेसनको नम्बर 3 थर्ड रेपुटेसन हो यो टक्क भाइहरू हान्छै छ उकालै देखेर केटाहरूको सुरुमा गाँड फटिक भइसकेको थियो उकालोले नै केटाहरूको सास फुलाइदिन्छ क्या सुरुमा उकालो देखाएको केटाहरूलाई यही हान्ने केटा हो भनेर देखाएको केटाहरू त अब रे भन्छ केटाहरू यो चाहिँ भर्खरै तिहार लागेर आएको छ घरबाट केटाहरू त्यही भएर तिहारको रोटीहरू त निकाल्नु पऱ्यो केटाहरूको होइन त यसले चाहिँ टक्क त्यहाँ स्कुटरवालाले हेलमेट लाएको थिएन माया सिटी फुक्दै बसिरहेको पागल यो चाहिँ ट्राफिक पनि लक्षण है बाबु है हाम्रो चाहिँ सेकेन्ड सेट सुरु हुन भइसकेको छ अब टक्क भाइहरूले ल सेकेन्ड सेटको लागि है सेकेन्ड सेटको सेकेन्ड रेपुटेसन रेडी अप गऱ्यो ल गुड केटाहरू चाहिँ सेकेन्ड सेटको रेपुटेसनमा गइसकेका छन् टक्क हजुरहरूलाई म देखाइहाल्छु नि होइन जुम गरी होइन टक्क केटाहरू केटाहरूको चाहिँ सेकेन्ड सेटमा चाहिँ पहिला सुरुमा थाइलाई मस्त पम्प गराउँछ त्यसपछि स्प्रिन्ट हान्छ हाम्रो केटाहरूले टक्क गुटु टुट्टो पारेर गइहाल है केटा गइहाल फलो गर जुम गरी हेर म देखाइहाल्छु नि मेरो भाइहरूको ट्रेनिङको भिडियो है त केटाहरूलाई ले चाहिँ सेकेन्ड सेट पनि कम्प्लिट गरेर माथिबाट झर्दैछ अब फर्स्ट सेट र सेकेन्ड सेट त सकिसक्यो केटाहरूले अब चाहिँ हाम्रो थर्ड सेट स्प्रिन्टको सेट हुन्छ यो चाहिँ अपिल स्प्रिन्ट चाहिँ मिठो हान्नुपर्छ है भाइहरूले किनभने अपिल स्प्रिन्टले चाहिँ तपाईँहरूको मिठो बिल्डअप गर्छ है स्प्रिन्ट सेट अब हाम्रो लास्ट स्प्रिन्ट सेट बाँकी छ स्प्रिन्ट सेट चाहिँ थोरै हान्छ केटाहरूले लास्ट सेट है स्प्रिन्ट हो केटा हो दिनु पर्यो लेफ्ट क्रसबाट थगाहरू हेर्दा मेसलाहरू ट्रेनिङ गर्दा यता आएर बसेछ यो फटाहरू यो चाहिँ वीरगञ्ज हो यता पनि देखाइदिने साथीत्व भनेको यस्तो हो कि केटा आएर है फटाहरू अन्डा निस्किला कि अन्डा निस्किला यो पनि फटा छ है अन्डा निस्किला हो केटा हो च्याङ्जाका पहिलाका धावक हुन्थ्यो अहिलेका चाहिँ 1 नम्बरका ठगा यस्ता धावक कहाँको धावक होस् ठगा हेर्नु त अरूले त्यो माथि सेट हान्दै चाहिँ मस्त माथि उ हेर्नुहोस् है हाम्रो टोलीहरूले यो फटाहरू चाहिँ यहाँनिर बल्ल एकचोटि अघिदेखि मलाई बस्छु भन्दै मैले बस्न दिएको थिएन अब त म त सक्दैन भनेर बसिएको छु यो ठगा हो यो पनि 1 नम्बरको ठगा है चिन्नुहुन्छ भने यसको नाम मेन्सन गर्नु होला कमेन्टमा
मर्या स्याल जसरी बसेको गाह्रो भएको थियो त्यस्तो गाह्रो भएन भएन भनेपछि अर्कोचोटि चाहिँ खतरा गर्नुपर्छ है हुन्छ गुरुजी यो चाहिँ धावक हो है हाम्रो स्याङ्जाली यो चाहिँ नेपालगञ्ज फटा चोर गाह्रो चाहिँ पक्का हाम्रो लेखीलाई भएको थियो होला होइन आशिषको खतरा गाह्रो भयो भमिटी हानी छैन तिहारको सेलरोटीहरू फिलरोटीहरू निस्कियो नि त मासु त अब यस्तै हो तिहारमा दसैँको त मासु पनि निस्क्यो होला अलि अरू चाहिँ फटाहरू यिनीहरू चाहिँ फटाहरू है के छ त मेरो भाइ मजा आयो आफ्टर लङ टाइम हो नि त यिनीहरू दुईजना चाहिँ जिसीको धावकहरू हुन् है अन्त केटा यिनीहरू चाहिँ मिजुकै जुट्टी हुन् है मुरको ट्रेनिङ केटा र भयो हो यति घरतिर यतिको भागेको थियो त नि आयुष्मान त घरतिर त भागेको थिएछ होला यतिको त भागेको थिएनस् भागलुङ्गे भएर नि त भागेको त होइन अब जानु त गएको थियो यस्तो धेरै उकालो यस्तो माथिसम्म यस्तो उकालो चाहिँ अनि प्रित भाइले के अरे प्रितम भाइले लङ रनिङ चाहिँ हान्थेँ तर सकियो त चितवन बसेको होइन चितवनमा त डाँडाकाँडा भेट्ने त्यस्तै हो कि त जानु पऱ्यो माथि पारिपट्टि डाँडाकालिकातिर ल है त केटा